अब यो सर्किमले पर्दैन त्यो जौतिलले यो अक्षताले त्यो चन्दनले जागर हरि ओम श्रीमती सौरभी देवी तनम पवित्र गाम एउटा फुल पनि ल्याउँछ एउटा फल ल्याउँछ अब यसमा यो फल राख्नु अब एउटा 3 टुक्रा कुट्लिनु 3टा त्यहाँ गाई भित्रको दुनामा राखेको छ नि जल हो त्यो जलमा त्यो कुटको टुक्रा चोबेर 3 पल्ट यता छिट्नु हरि ओम बादले त जुन गराउने त 3 पल्ट आफ्नो शिरमा आमाको शिरमा भाइहरूको शिरमा सबैतिर हरि ओम हाम्रो शिरमा छर्किने आमाको छर्किने सबैलाई छिटेर नै गाईको पुच्छरको पानी सोधेर आमालाई पनि छिटेको हो नि ल अब त्यही कुछो टुक्राले यो जलमा हात डुबाउनु अरूले पनि भयो उसले 3टा जलमा हात डुबाउनु अनि यो गाईको लामो पुच्छरलाई यसो गर्नु यसो गरी समाति राख्नु हो ल सबैजनाले त्यही छोड्नु दुनामा हरि ओम अब तस हातलाई यस्तो गर्नु आमाले पनि तलै ठुलो नेपाल देश पास देव घाट